जसरी तपाईँलाई पनि इन्ट्रेस्ट त थियो ब्याङ्किङमा होइन अनि तपाईँ मिन्स मैले के भन्न चाहेको छ इन्ट्रेस्ट थियो तपाईँलाई त्यही भएर यु हेभ चुजन ब्याङ्क सक्सेस बिकज भनौँ त यङ एजमै तपाईँले पाउनुभयो होइन सर यो ब्याङ्क म्यानेजरको रोल मिन्स यु हेभ डन सेभरल हार्डवर्क्स इन यर लाइफ होइन त के कुराले तपाईँलाई त्यो हार्डवर्कहरूमा गर्दाखेरि के कुराले तपाईँलाई सिकायो कि मनीलाई म यसरी सोच्दै यसरी हुने रहेछ लिडरसिप यस्तो हुने रहेछ मिन्स जो बाहिरबाट देखिन्छ नि हाइफाई भएको मिन्स यसरी हात हिलाएको त्यो त्यति सजिलो रहेनछ विथ रिस्पोन्सिबिलिटी आउने रहेछ त कसरी त्यो बुझ्नुभयो भनेको सर मैले त्यो बुझाइ त मैले भने नि अब कसरी भनौँ त्यो एउटा लेभल अफ म्याच्युरिटी नै हो जो मेरो सङ्गत थियो मेरो साथी सर्कल थियो जो मान्छेसँग म हिँड्थेँ उठ्थेँ बस्थेँ अनि मेरो एउटा एम हुन्थ्यो कि म यो लेभलमा म पुग्न चाहन्छु भन्ने यस सर हुन्छ नि त मान्छेको एम त्यो एम त्यो डेस्टिनेसनमा मैले पुग्नु छ भनेर हिँडेपछि तिमी अवश्य पुग्छौ तर तिम्रो के हुनु पऱ्यो एम क्लियर हुनु पऱ्यो यस्तो गर्छु म यस्तो हुन्छु के सर तपाईँको मिन्स पर्सनली भयो होइन सर बट के एउटा पर्टिकुलर फेलियर छ जसले तपाईँलाई हार्ट ब्रोकनै गर्न सक्छ मिन्स यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने के छ सर कोही भन्न सकिने भयो तपाईँको लाइफमा कोही छ ठ्याक्कै त्यस्तो त केही पनि छैन मैले गरेँ यस सर सुरुमा मैले ब्याङ्किङ नबिलबाट स्टार्ट गरेँ होइन त्यहाँ मैले एसिस्टेन्ट लेभलमा थिएँ त्यहाँ भयो पास भयो त्यहाँ जागिर गरेँ यस सर हो त्यहाँनिर एउटा पार्ट मलाई त्यहाँनिर के लाग्थ्यो भने ड्युरिङ द माई जब पिरियड यस सर म गर्थेँ एज एसिस्टेन्ट लेभल आई वाज प्लेस्ड इन द टेलर एन्ड कस्टमर सर्भिस यस द टाइम हट द्याट थिङ इज त्यहाँ पनि ब्रान्च म्यानेजर हुन्थ्यो त्यहाँ पनि अपरेसन इन्चार्ज हुन्थ्यो म सोच्थेँ एक दिन म पनि ब्रान्च म्यानेजर हुन्थ्यो त्यो मेरो एम हुन्थ्यो यस सर अनि म सोच्थेँ यहाँ धेरै गरेपछि हुँदैन म मास्टर्स क्लियर गर्छु अनि म एप्लाई गर्छु भनेर सोच्थेँ कि म त्यो टाइमदेखि यस सर अनि उनीहरूसँग उनको ब्रान्चमा नजिक भएर उनीसँग केही कुरा भनौँ लिडरसिपका कुराहरू बुझ्थेँ वाट वाज द लिडरसिप हाउ टु डु इट भन्ने कुरा अब इन्टरनल कुराहरूसँग बुझेर त्यो चाहिँ मनमा लाग्थ्यो नि त मलाई पनि अनि त्यहाँबाट आफ्टर मास्टर गर्ने बित्तिकै मैले एभरेस्ट ब्याङ्कमा दिएँ यहाँ दिने बित्तिकै अब निक्लिहाल्यो कि त्यो कुरा मेरो पार्ट अफ जर्नीमा जो लिडरसिप करियरमा अगाडि बढेँ त्यो कोर्पोरेट रोलमा जब म छिरेँ नबिल ब्याङ्कमा त्यहाँबाट मलाई एउटा पोजिटिभ भाइब्स मिल्यो त्यहाँबाट अझ एनर्जी बिल्डअप भयो भने सर तपाईँलाई फेरि आफ्नो मिन्स अहिलेको त नाइ मिन्स तपाईँ रिभर्स जानुभयो त होइन सर तपाईँ आफ्नो अर्ली करियरमा अर्ली सुरु गर्नुभन्दाखेरि कलेज लाइफमा के कुरा गर्नुहुन्थ्यो जसले तपाईँलाई अझै ठुलो पोजिसनमा ल्याउन सक्थ्यो कि त्यो त यस्तो थियो अब रियली भन्नुपर्दा कस्तो थियो भने अब ब्रिक्सटन कलेजमा पढेँ त्यो टाइममा म कलेजमै छँदाखेरि मैले बिजनेस पनि इस्टाब्लिस गरेको थिएँ यस सर होइन त्यो टाइम कस्तो पिरियड थियो भने अब कस्तो हुन्थ्यो परिवारको अवस्था कमजोर थियो पढाउनलाई पनि अप्ठ्यारो हुन्थ्यो नि त ब्रिक्सटनमा प्राइभेट स्कुलमा पढ्नु भनेको एउटा च्यालेन्जिङ टास्क थियो अनि त्यो बेला फिस तिर्नु पऱ्यो कलेजको अनि मसँग त दाइ हुनुहुन्थ्यो बिजनेसम्यान उहाँसँग म धेरै सङ्गत गर्थेँ अनि उनले मलाई मोटिभेट गर्नुभयो बिजनेस गरौँ भनेर धनगढीमा थियो अनि यहाँ पसल ब्रान्च गरौँ उनले मलाई इन्भेस्टमेन्ट गरे इन्भेस्टमेन्ट किन गरे उनले लाग्यो कि यो मान्छे गर्ने हो होइन लाग्नु पऱ्यो नि त त्यो गर्ने हो मैले एज अ म इन्भेस्टरमा तिम्रो दाइ छु तिमीलाई यो यसले गर्छ भने म तिमीमा इन्भेस्टमेन्ट गर्छु यस सर उसले म इन्भेस्टमेन्ट गरेँ मैले त्यहाँबाट बिजनेस जर्नी सुरु गरेँ यस सर त्यो गर्ने बित्तिकै अनि उहाँ फेरि ब्याङ्किङ गरेँ ब्याङ्क लोन लिएँ बिजनेस चलाएँ अब त्यो बिजनेस दाइले हेर्दा छ त्यसपछि म त्यहाँबाट मास्टर डिग्री गर्ने बित्तिकै ब्याचलरमै म ब्याङ्क यो बिजनेस पनि गरिरहेको थिएँ बिजनेस त्यो पनि राम्रै चलिरहेको थियो स्टार्टअप थियो अब के छ हाम्रो बिजनेस गर्नलाई क्यापिटल इज निडेड या इट्स स्योर निडेड होइन क्यापिटल इज निडेड क्यापिटल निड हुनलाई त चाहियो नि त पैसा यस सर विल प्रोभाइड द मनी ब्याङ्क विल प्रोभाइड द मनी यस सर ओन्ली इफ वी हेभ अ कोलेक्ट्रल यस सर बिजनेस प्लान मात्र भएन नि त एसेट पनि हुनु पऱ्यो एसेट्स पनि हुनु पऱ्यो त्यो टाइपको अनि अलिअलि ब्याङ्किङ गरेँ अब त्यो अझ धेरै गर्नलाई एसेट्स पनि थिएन त्योबाट सुरु गर्दा अहिले पनि त्यो बिजनेस रन छ दाइले छ त्यो बिचको दौरानमा क्यापिटल पनि नभएर कता कता फ्रस्ट्रेसन पनि भयो क्या मिन्स तपाईँको बिगेस्ट भनेको त्यही फ्रस्ट्रेसन त्यो कस्तो नि क्यापिटल भएन नि त अब जो बिजनेसम्यानसँग म कम्पिट गरिरहेको छु ऊ त मभन्दा अगाडि गइरहेछ उसले त पुँजी इन्जेक्ट गरेर ब्याकग्राउन्ड राम्रो छ तर मसँग छैन भनेपछि त त्यहाँनिर अलि म त ब्याक हुने भयो नि त होइन उसँग कम्पिटिसन गर्न नसक्ने हुने भएको हुनाले बिस्तारै बिस्तारै बिजनेस ग्रो हुँदै गयो मैले सोचेँ अब यो बिजनेस ठिकै छ दाइ पनि खाली हुनुहुन्थ्यो मैले सोचेँ अब म कर्पोरेट ब्याङ्किङतिर गर्छु ब्याङ्क गएर ब्याङ्किङ पनि बुझ्छु के रहेछ ब्याङ्कमा तिमीहरू जस्तै जिज्ञासु म पनि थिएँ जिज्ञासु भएको हुनाले अनि ब्याङ्कतिर ट्याक्कै नोबेल ब्याङ्कमा खाएँ नोबेल ब्याङ्क अब अहिले पनि एउटा राम्रो ब्याङ्क हो नेपालको
प्राइभेट सेक्टरको ब्याङ्क टप ब्याङ्कमा यस सर चाकरी खाँदाखेरि एउटा त्यहाँबाट पनि धेरै कुरा सिकियो अनि त्यहाँबाट चाहिँ लिडरसिप डेभलपमेन्टहरू यस सर रियल वर्ल्डमा फेस गरियो देखियो भने कि त्यहाँबाट हामी अहिले किताबमा पढ्छौँ नि त वाट इज लिडरसिप तर रियल लाइफमा फेस गर्नु त गाह्रो छ त्यहाँबाट त्यो कमिटमेन्ट लिएर यता आएँ यता गरेँ अनि त्यहाँबाट यसरी करियर चाहिने एज अ लिडरसिप रोलमा यसरी ल सर यो त पर्सनल भयो एउटा प्रोफेसनल पनि वाट एभर टार्गेट वी गट फ्रम आवर headquarter or head office, yes, we have to meet that target. Anyway, that is our aim. Yes, that is the aim of our headquarter also. Yes. If we meet that target, then our performance will be evaluated. Yes, sir. यदि मलाई कुनै टार्गेट दिएको छ मैले एज अ ब्रान्च म्यानेजर त्यो टार्गेट अचिभ गरेँ भने त्यहाँनिर म र मेरो एन्टायर टिम जति ब्रान्चमा हुन्छ उनीहरूको एउटा राम्रो पर्फर्मेन्स गर्यो भनेर बुझिनु। यस अब एकातिर टार्गेट छ एकातिर कस्टमर छ एकातिर इम्प्लोइ छ एकातिर हेड अफिस छ एकातिर अन्य स्टेक होल्डरहरू छन् त्यो सबैलाई इन द ब्यालेन्स वेमा लग्नु पऱ्यो नि होइन ब्रान्चमा केही मिस्टेक भयो तपाईँकै मिस्टेक भयो त्यो त जस्तै काहीँ इभन कि एउटा टेलरले अथवा अरूले केही मिस्टेक गर्यो भने त कस्टमर त आएर ब्रान्च म्यानेजरले भन्यो हि इज द हेड अफ द ब्रान्च अर रेस्पोन्सिबल पर्सन भनेपछि त्यो कुरा हामी अब ट्याक्टिकली डिल गर्नुपर्ने हुन्छ कि रिलेटेड कस्टमरसँग त्यो कुरा कसरी अब त्यो त आफ्नो नेगोसिएसन स्किल्सहरू कम्युनिकेसन स्किल्सहरू तिमी त्योलाई त्यो म्याटर त्यो प्रब्लम त्यो सिचुएसनलाई कसरी ह्यान्डल गर्छौ त्यो कन्फिडेन्स चाहिँ हुनुपर्छ। मिन्स सर तपाईँले अहिलेसम्म कहिले त्यो पाउनु भएको छ मिन्स कोही तपाईँको यङ हुन्छ नि इन्टर्न वा कोही यङ वर्करको हिसाबले कोही ब्लन्डर भयो एम्प्लोइसँग कस्टमरसँग त त्यस के अहिलेसम्म भएको छ त सर? होइन अब त्यो मिस्टेक हुन्छ वी आर ह्युमन बिङ्स या मिन्स कस्टमर त अब कोही राम्रो मान्छे कोही नमान्ने पनि हुन्छ त्यहाँ कस्तो भयो हुन्छ कस्टमरले गाली पनि गर्छन् भनेपछि हामीले उनीहरूलाई त गाली गर्यो भन्नुमा पिट्नु भएन द्याट इज मोर ब्लन्डर होइन त्यो गर्नु भएन त्यही भएर त्यो केसको डिललाई ट्याक्टिकल वेमा यस सर हाउ वी क्यान डिल उनीलाई कसरी डिल गर्ने भन्ने कुरा पानी खुवाएर हुन्छ कि चिया खुवाएर हुन्छ कि एकछिन शान्त गरेर हुन्छ कि एकछिन बाहिर पठाएर हुन्छ कि त्यो त इन्टरनल डिलिङ क्यापेसिटी हो त्यही हाउ यु डिल विथ दोज टाइप्स अफ कस्टमर्स। मिन्स सर तपाईँ छ नि अब हाम्रो अर्को साथीले पनि भनिहाल्यो तपाईँको एआई सेक्टरमा तपाईँको पुरै गइरहेको छैन तपाईँको ब्याङ्किङ भनेपछि तपाईँको हरेक ब्रान्चको त तपाईँको आफ्नै हुन्छ सर त तपाईँको ब्रान्चले के गरेर सर होइन हाम्रो प्रोब्लम हाम्रो यो तपाईँको लोकल ब्रान्चमा जस्तै तपाईँ महेन्द्रनगरको त उसमा तपाईँले कसरी ब्याङ्कको सरकारको हिसाबले रेस्पोन्सिबिलिटी पनि हुन्छ तपाईँहरूले एउटा सब्सिडिजहरू निकाल्नुपर्छ सस्तोमा जसले बिजनेसहरू बढे सानो स्मल त तपाईँ को सोच्नुहुन्छ को बिजनेस अब अगाडि बढ्न सक्छ सर जसरी नेपालमा छ नेपाल भनेको एउटा स्मल मार्केट भइहाल्यो वी डोन्ट ह्याभ पिपल अर मार्केट लाइक इन्डिया नर चाइनाको जस्तो एक्सपोर्ट इन्डस्ट्री छ अलरेडी लेड आउट हाम्रो देश भनेको एउटा ल्यान्ड जोन भयो जसमा अन्य टुरिज्म एग्रिकल्चर र तपाईँको फाइनेन्स पनि त्यति धेरै त केही छैन सर त के हुन्छ हाम्रो लोकल एरियामा तपाईँको ब्याङ्कले गर्न सक्ने सर? अनि ब्याङ्कले त सबै सेक्टरमा इन्भेस्टमेन्ट गरिरहेको हुन्छ नै सब्सिडी हुन्छ नि सर यस्तो सब्सिडिजहरू सब्सिडी तपाईँले निकाल्नुपर्छ नि सब्सिडिजहरू ब्याङ्कले निकाल्दैन सब्सिडिजहरू गभर्मेन्टले निकाल्छ अनि सब्सिडिज गभर्मेन्टले निकालेर गभर्मेन्टले नेपाल राष्ट्र ब्याङ्क थ्रु ब्याङ्कलाई अर्डर दिने निर्देशन दिने हो कि यु हेभ टु गिभ सब्सिडी अन दिज एकाउन्ट्स आइदर इट मे बी एग्रिकल्चर इट मे बी हाइड्रो इट मे बी द होटेल एनिथिङ होइन अब त्यो सब्सिडिजहरू गभर्मेन्टले निकाल्यो ब्याङ्कले निकाल्दैन त राष्ट्र ब्याङ्क थ्रु आउने कि ब्याङ्कलाई अनि हामीले इम्प्लिमेन्ट गर्ने मात्रै हो त्यो फाइनली हामी डाइरेक्ट जनतासँग टच भएको हुनाले ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनहरू त्यो हामीले त्यहाँबाट प्रवाह गर्ने मात्रै हो उसको प्रोजेक्ट हेरेर उसको बिजनेस हेरेर उसको सबै त सर जसरी भनिँदै होइन तपाईँको एआई अटोमेसन होइन तपाईँको मिन्स एआई इज टेकिङ ओभर एभ्रिथिङ होइन त ब्याङ्किङ जस्तो एउटा इम्युन र एउटा डेन्जर पार्ट मिन्स एउटा फाइनेन्सियल संस्थै भनौँ जस्तो भए पनि एउटा ब्याङ्कलाई के भएपछि पनि कन्ट्रीको इकोनोमिक ब्याकवर्ड पनि जान सक्छ त त्यो के फुल्ली अटोमेसन हुनु पऱ्यो कि तपाईँको ह्युमन टच अझै पनि नेसेसरी छ किनकि एआई क्यान बी ह्याक इट्स मसिन एन्ड एउटा मसिन एआई छ त क्लाउड छ त च्याट जिपिटी पनि छ बोथ आर कसमा राम्रो छन् कसैमा राम्रो छन् देन डु यु थिङ्क देयर इज नाउ अल्सो ह्युमन टच निडेड इन फ्युचर फर ब्याङ्किङ सेक्टर्स? फर्स्ट अफ अल वी हेभ टु नो द्याट whatever AI technologies, ChatGPT, cloud, Gemini, they come into the real world. Yes, sir. The person, मान्छेले नै त्यसलाई ल्यायो कि भनेपछि विदाउट ह्युमन बिङ्स यस सर एआईको पनि काम छैन जनरल सेन्स। जस्तै चाइनाहरूमा आजकल भइरहेको छ नि सर मिन्स फुल्ली अटोमेसन होटल्सहरू खुल्न सुरु भइसकेका छन् तपाईँ इन्डियामा पनि 2-3 ठाउँमा खुलेका छन् छ तर
त्यहीँ ह्युमन इन्टरफेरेन्स छ कि नै इभन कि त्यो च्याट जिपिटी एआई बनाउनलाई त ह्युमन माइन्ड चाहिरहेछ भने यस सर जस्तै च्याट जिपिटीमा हामी जे सर्च गरे पनि आउँछ नि यस सर त्यो च्याट जिपिटी बनाउने त ह्युमन माइन्डले नै बनाऊ नि त यस सर फर्स्ट त ह्युमन माइन्ड इज जिनियस नट च्याट जिपिटी या होइन फर्स्ट अफ अल एआई जिनियस होइन ह्युमन माइन्ड नै जिनियस हो हेभ डेभलप दिस सिस्टम भनेपछि अब त्यो काहीँ न काहीँ अब वर्कलोड कम गर्नलाई अथवा टर्न अराउन्ड टाइमहरू कम गर्नलाई बिजनेस ग्रोथ गर्नलाई युज गर्न सकिन्छ हजुर तर अन्त फुल्ली एआईले जबहरू रिप्लेसमेन्ट गर्छ एआई फुल्ली इम्प्लिमेन्ट भयो भने अनि जबहरू रिप्लेसमेन्ट गर्छ यो हुन्छ भने त्यो एउटा भ्रम मात्रै हो फुल्ली रिप्लेसमेन्ट हुँदैन र फुल्ली एआई भयो भने पनि च्यालेन्जिङ हुन्छ नि त एआई इज रोबोट या रोबोट होइन रोबोटले ह्युमन्सको मान्छेहरूको दया माया भावना बुझ्न सक्दैन कुनै बेला गलत निर्देशन दियो भने एआईले पनि त गलत गर्न सक्छ नि अनि त्यो मान्छे ब्रान्चमा आएर त्यो एआईलाई चाहिँ झगडा गर्न सक्दैन एआईसँग रिस पोख्न सक्दैन त्यो रिस त त्यहाँको रेस्पोन्सिबल मान्छे छ त्यो पनि एउटा भएन सर मेन कारण कि देयर इज नो रेस्पोन्सिबल चाहियो नो रेस्पोन्सिबल पर्सन रेस्पोन्सिबल त च्याट जिपिटी र एआई त हुँदैन दिन पनि मिल्दैन हामीले होइन यस सर त्यही भएर ह्युमन इन्टरफेरेन्स चाहिने ह्युमन चाहिँ चाहिन्छ जसरी सर अब अर्को क्वेसन पनि सोधौँ सर होइन स्ट्राटेजिक टाइपको तपाईँले आफै पनि भन्नुभयो देयर आर अराउन्ड 20 कमर्सियल ब्याङ्क्स होइन सर 20 कमर्सियल ब्याङ्क्स छन् नवेल यिनीहरू पनि अरू पनि छन् त्यसपछि तपाईँको माइक्रो फाइनेन्सेस पनि छ जो भिलेजहरूमा आई थिङ्क ब्याङ्कभन्दा माइक्रो फाइनेन्सै ट्रस्ट हुन्छ सर धेरै जस्तो र त्यस्तो गरेर त ब्याङ्कलाई त एउटा धेरै तपाईँको कम्पिटिसन हाई छ नि त सर बिकज देयर इज नो एक दुईवटा प्लेयर छैनन् सर देयर आर माइक्रो फाइनेन्सेस एउटा तपाईँको सानो सानो संस्थाहरू पनि छन् ब्याङ्क्सहरू छन् त भनेपछि सर तपाईँको जस्तै इन्ट्रेस्ट रेट अर्को ब्याङ्क पनि दिन्छ सर देयर इज सिमिलर सर मिन्स यु कान्ट इन्क्रिज समबडी त कोही बिग कस्टमर आयो भने उसलाई इन्ट्रेस्ट बढाउन सकिन्न कोही सानो कस्टमरलाई भने सानो इन्ट्रेस्टमा दिन्छु भन्न सकिँदैन तर तपाईँको के तपाईँ गर्नुहुन्छ जसले तपाईँको ब्रान्चमा अझै पनि कस्टमर आउने भयो अझै फ्युचरमा अरू ब्याङ्कभन्दा फर्स्ट अफ अल त हाम्रो सर्भिस एक्सलेन्स नै हो यस सर म पनि सर्भिस एक्सलेन्स हामी डेलिभर गर्छौँ यस सर त्यो नै हो दोस्रो कुरा अब एज अ इन्भेस्टरको पार्टबाट सोच्ने हो भने एभरेस्ट ब्याङ्कमा हाम्रो एउटा बेस रेट भन्ने हुन्छ जसले इन्ट्रेस्ट रेट डिटरमाइन गर्छ त्यो बेस रेट लो छ क्या इन्डस्ट्रीको प्याटर्न हेर्ने हो भने इभन 20 इयर्सको प्याटर्न हेर्ने हो भने यस सर एभरेस्ट ब्याङ्कको बेस रेट अरू ब्याङ्कको बेस रेटभन्दा तल नै छ यस सर इट मिन्स द्याट तिम्रो सबभन्दा कम बेस रेट भनेको वाणिज्य ब्याङ्क हो त्यसपछि राष्ट्रिय वाणिज्य ब्याङ्क त्यसपछि सायद स्ट्यान्डर्ड चार्टर्ड जस्तो त्यसपछि एभरेस्टकै आउँछ मैले पनि हिजो हेरेको थिएँ सर बेस रेट कम भयो भनेपछि तिम्रो के हुन्छ इन्ट्रेस्ट रेट पनि कम हुने हो कि त्यसको तिमीलाई सर्ट एन्ड स्विट इक्जाम्पल दिँदाखेरि 20वटा कमर्सियल ब्याङ्क छन् 20वटा कमर्सियल ब्याङ्क छन् है यस सबको बेस रेट फरक छ भनेपछि कसैको 5 छ कसैको 4 छ कसैको 6 छ यस सर मानव हाम्रो 4 छ अरू ब्याङ्कको 6 छ 6मा उसले 1% रिस्क प्रिमियम जोड्यो उसको 7 हो त्यो रिस्क प्रिमियम भने एज अ नर्मल हिसाबले प्रफिट तपाईँ पनि प्रफिट हाम्रो 4 छ भने हामीले 1 जोड्दाखेरि 5 भयो उसको 7 भइरहेछ यस सर भनेपछि कस्टमर त जो इन्भेस्टर हो जसले अब क्यापिटल चाहिने हो लोन चाहिने हो त 5 1% इन्ट्रेस्ट इज अल्सो अ भेरी बिग अमाउन्ट भेरी बिग अमाउन्ट and even if you are doing the transaction in Arab then 1% matters a lot. Yes, means 0.1 also matters. Yes. भनेपछि that is the reason that people are मैले पनि हिजो हेरेको सर तपाईँको एभरेस्ट ब्याङ्कको मिन्स डेकेड्समा हेरौँ भनेपछि इट हेभ गिभ गुड पर्फर्मेन्स इन सेयर मार्केट अल्सो तपाईँको सेयर मार्केट इन प्रॉफिटेबिलिटी यस एभ्रिथिङ मिन्स डिस्ट्रिब्युटिङ डिभिडेन्ड्स टु द सेयर इभन इन जेएनजी क्राइसिस एभरेस्ट ब्याङ्कको 180 भन्दा तल गएन सर अरू ब्याङ्कको अझै कति गएको थियो होइन 180 गएको थियो अहिले त 210 टु इभन कि हाम्रो कस्तो थियो भने तिम्रो एउटा यो ठ्याक्कै अब कोभिडको दौरान भनौँ कोभिडको दौरान यो लोनेबल फन्डको हाकारै थियो ब्याङ्कले लोन दिन सकिरहेको थिएन त्यो टाइममा पनि एभरेस्ट ब्याङ्कले लोन दिइरहेको थियो यस त्यो टाइममा पनि वी हेभ द्याट क्यापेसिटी द्याट वी आर प्रोभाइडिङ द लोन्स तपाईँको लिडरसिपको मिन्स हेडक्वार्टरको लिडरसिप र उसले एउटा ब्याकअप फन्डहरूमा क्रिएट गरेको रहेछ त्यसका कारणले त्योसँग हामीसँग थियो भनौँ त्यो लोनेबल फन्डहरू त सर मान्छेहरू के सोच्छन् कि ब्याङ्क भनेको एउटा डिपोजिट गर्ने एउटा लोन लिने त्यही काम हो भने होइन त तपाईँ के सोच्नुहुन्छ कि ब्याङ्कमा के ब्याङ्क म्यानेजरले त्यही डिपोजिट र त्यो क्रेडिट र डिपोजिट र लोनको मात्रै ब्यालेन्स हेर्नुपर्छ र अरू के हेर्नु पर्दैन होइन धेरै कुरा हुन्छ नि यस सर नर्मल त्यो द्याट इज नर्मल थिङ के त्यो बेस हो ब्याङ्कको डिपोजिट र लोन भनेको द्याट इज द बेस अफ द ब्याङ्क ब्याङ्क हुनलाई डिपोजिट हुनैपर्छ ब्याङ्कले प्रफिट अर्न गर्नलाई तिम्रो लोन दिनैपर्छ बेसिक कुरा हो
Despite of that thing, bank provide other necessary services also. Yes, sir. Like bank is providing the demat services to your customers, Merushare, demat, and different types of digital services, mobile banking, internet banking, Auction पनि debit गराउँछ। card, credit cards, अनि तिम्रो यो dealing with the foreign exchange currency, USD, Euro, and Japanese currency and different types of currency bank deal with. अनि त्यो काम पनि हुन्छ। त्यो त एउटा मान्छे जनरल सेन्स हो। त्यो भित्र पनि युटिलिटिजका फङ्सनहरू तिमी आफ्नै मोबाइल ब्याङ्किङबाट यस सर। विद्युतको बिल, बिजुलीको बिल, खानेपानीको बिल तिर्न सक्छौ हैन? त्यो पनि त्यो एउटा सर्भिसै हो नि त। यस सर। त्यो युटिलिटी सर्भिस पनि प्रोभाइड गरिरहेको हुन्छ। हामी सेफ डिपोजिट लकर दिन्छौँ। यस सर। जस्तो तिम्रो बहुमूल्य धातुहरू लाइक ज्वेलरिज, अब तिम्रो अदर के नेसेसरी डकुमेन्ट्सहरू तिमी सेफ डिपोजिट 15 to 20,000 लाउनुहुन्छ इयरली राख्न सक्छौ। यस त्यो फेसिलिटी हो। So despite of that also, despite deposit and loan also, bank provide other various types of services. भनेपछि सर तपाईँ आफै पनि भन्नुभयो सर ब्याङ्कमा तपाईँको गर्छ भनेर भल्टिङ र उ गर्छ त कहिले तपाईँको त्यो मिसम्याच भइदिएपछि त के मिसम्याच जसरी भल्टी भन्नुभयो सर होइन मिन्स क्यास लकर भन्नुभयो नि तपाईँले लकर भनेपछि त लकरमा त तपाईँको आई थिङ्क भिआइपी चाहिँ राख्छन् धेरै जस्तो नर्मल पिपल राख्छन् पनि राख्छन् बट त्यो अमाउन्ट हुन्छ नि सर जो मिसम्याच हुनसक्छ यस्तो हुँदैन सर होइन लकर फेसिलिटी भनेको कस्तो फेसिलिटी हो भने हामीले लकर फेसिलिटी जसलाई पनि दिन मिल्छ इट डजन्ट मिन्स द्याट कि ओन्ली अ रिच पर्सन विल नो नो आई एम नट लाइक मैले के भनेको सानो सानो बक्स त मिल्ने भयो सर होइन त्यो त तपाईँको आफ्नो मर्जीले भयो जो ठुलै जसरी कोही किन्छ बिग बिजनेसम्यान्सहरू राख्छ नि सर आफ्नो मिन्स ज्वेलरिज आफ्नो ब्याङ्कको मान्छे आफ्नो कोही सिक्योर फाइल्सहरू तिनीहरू त सर कहिले कोही मान्छे कोही अरू आएर मिसम्याच गर्न चाहेपछि त गर्न सक्दैन सर त्यसको लागि त्यो रेस्पोन्सिबिलिटी भनेको हामीले त्यो लकर त ब्याङ्कमा हुन्छ हामीले त्यो लकरलाई रेन्टमा दिने हो कि त्यो रेन्टमा दिइसकेपछि त्यो लकरको राइट्स सबै यसको हुन्छ इन्टरनल राइट्स हामीले खालि प्रोटेक्सन मात्र गरिदियो ब्याङ्कमा 24 आवर गार्ड हुन्छ होइन त्यसपछि हामी इम्प्लोइहरू हुन्छौँ भनेपछि एउटा त्योमा हामीले प्रोटेक्सन मात्रै दिने हो कि अगर त्यो प्रोटेक्सन फेल भइदियो त सर प्रोटेक्सन फेल हुँदैन मिन्स कहिले कोही मिन्स तपाईँको रबरी भइदियो त सर रबरी हुँदैन गाह्रो हुन्छ सर धेरै जस्तो त्यो लकर तिम्रो सम्पूर्ण मान्छेले उचाल्नै सक्दैन नै मुभीहरूमा देखाउँछ नि सर त्यो फेक हुन्छ होइन सर पुरा एक हिरोले 20 जनालाई पिट्छ नै सर यसलाई पिट्दैन नि यो मिन्स मेरो भन्दा पनि सर यो कमन मान्छेको हुन्छ नि सर क्वेसन जिज्ञासा हो त्यो हुँदैन त्यस्तो हुँदैन होइन सर एकदम त्यो एकदम सेक्युर हुन्छ सिस्टमी हुन्छ गार्ड हुन्छ लकरको इन्टरनल सिस्टमहरू यति सेक्युर हुन्छ कि यस सर द्याट नोबडी क्यान स्टिल द्याट लकर त्यो फिल्ममा भने एकले 100 जनालाई पिट्नु र रबरी गर्नु भने कुरो एउटै हो त्यो रियलिस्टिक हुँदैन भनेपछि सर अब लास्टै सोधौँ भने धेरै टाइम पनि भइरहेछ सोध्ने त मन अझै पनि हुन्छ सर बट एभ्रिबडीज टाइम इज प्रेसियस त फाइनल मैले सोध्छु सर म स्टुडेन्ट अफ म्यानेजमेन्ट आई वाज इन्ट्रेस्टेड इन ब्याङ्किङ एन्ड अदर बिजनेस सेक्टर एट द एज अफ होइन अहिलेसम्म मैले धेरै कुरा पनि हेरेँ तपाईँको हिस्ट्री पनि पढेँ ब्याङ्किङको इभोल्युसनदेखि लिएर बिजनेसको पनि र तपाईँ मलाई के एडभाइस दिन सक्नुहुन्छ कि जसले म अहिले नै यो आफ्नो स्टडिजसँगै अरू पनि एक्सटर्नल स्टडी गरौँ जसले मलाई फ्युचरमा कोही पनि फाइनेन्सियल वा म्यानेजमेन्ट इन्डस्ट्रीमा जाँदाखेरि मलाई एउटा टाइपको हेल्प हुनसक्छ पहिला त तिमी स्टुडेन्ट हो होइन सर लर्निङ इज अ कन्टिन्युअस प्रोसेस टिल बर्थ टु डेथ होइन लर्निङ नै मेन पार्ट हो तिमी अब ब्याङ्किङमा छिर्छु भन्ने तिम्रो मनसाय बनाउँछौ भने फर्स्ट अफ अल यु हेभ टु त्यो प्र्याक्टिकल वेमा पनि गर्नु पऱ्यो तिमी ब्याङ्क आउनु पऱ्यो एकाउन्ट खोल्नु पऱ्यो डिपोजिट पऱ्यो त्यहाँबाट तिमीलाई एउटा बेस नलेज जनरल मिल्छ प्र्याक्टिकल नलेज मलाई ब्याङ्किङ भन्दा पनि बिजनेसमा इन्ट्रेस्ट छ सर हो बिजनेस द्याट इज भेरी गुड इन्टरप्रिन्यर्स ब्याङ्किङ भनेको यु विल बी द इम्प्लोइ यस सर इफ यु विल डु द बिजनेस यु विल बी द बस नो सर आई माई थिङ्किङ नट लाइक द्याट जस्ट आई एम टेलिङ द्याट कि तिमी जब गर्छौ भने तिमी एक्लै जब गर्ने होइन यु आर ओन्ली वान सिङ्गल यु आर जब होल्डर तर तिमीले बिजनेस क्रिएट गर्छौ भने यु विल प्रोभाइड द जब यस सर यु आर द क्रिएटर अफ द जब त्यो भनेको विच इज अ गुड फर पर्सनल ग्रोथ and for society growth, yes sir, for the country growth, it will contribute to the GDP, yes sir, domestic product, yes nation. त्यसले तिम्रो देशको आर्थिक वृद्धिसँग डाइरेक्ट कनेक्ट गर्छ इन्टरप्रिनियर खास हुनुपर्ने इन्टरप्रिनियर हो तर नेपालमा के छ भनेपछि त्यो नेपालमा इन्टरप्रिनियर छैनन् मान्छेहरू इम्प्लोइतिर बढी फोकस छ मान्छेको त्यो छैन स्टेबल लाइफ हो अनि मान्छेले चाहिँ अहिले झन् ट्रेन्ड युथहरूको तिम्रो जस्तै विदेश जाने ट्रेन्ड छ धेरै युथहरू विदेश गइरहेछन् भनेपछि तिमी आफ्नै देशमा पनि केही गर्न सक्छौ अपर्च्युनिटी अथाह छ
त्यही भएर सर मिन्स यही नेपालमा पनि त बिलिनियर छन् नि बिलियनर छन् सर होइन छन् नि तिनी नेपालमै गरेर हो अब कसैको बाहिर पनि इन्भेस्टमेन्ट होला तर त्यो सिनेरियो हेर्ने हो भने नेपालमै करोडपति चाहिँ यही महेन्द्रनगरमै छ कति छन् गर्नु पऱ्यो होइन त्यसको बेस्ट इक्जाम्पल भनेको रामायणको स्टोरी थाहा छ यस सर पुरै हो राम इभन कि जङ्गलमा थियो होइन लङ्काको त्यत्रो सेना थियो रामले के गर्यो राम युटिलाइज द रिसोर्सेस लिमिटेड रिसोर्स थियो सर्टेन सेनाहरू थियो उसँग तर उसले के गर्यो आफ्नो राज्यको एउटा पनि केही क्षति हुन दिएन जहाँ थियो त्यही जङ्गलको वनगारा त्यही जङ्गलका भनौँ न अब हनुमान बानरहरूलाई इकट्ठा गरेर सैनिक बनायो नि त त्यही लिमिटेड रिसोर्सेसबाट उसले भनौँ न रावणसँग त्यत्रो सेनासँग अन्त गर्यो भनेपछि त्यो मान्छे भन्छ नि अपर्च्युनिटी मिलेन भन्छ वी हेभ टु क्रिएट द अपर्च्युनिटी त्यो रामको जस्तै हामीले पनि जे रिसोर्सेस छ त्यही रिसोर्सेसबाट गर्न सक्छौँ कि नेपालमा पनि मैले भन्नु खोजेँ नेपालमा पनि पोसिबिलिटी छ नभएको होइन तर हामीले गर्नु पऱ्यो कि जे रिसोर्सेस नेपालमा एभाइलेबल छ त्यो गर्नु पऱ्यो अब नेपालका कानुन विधि विधानहरू केही छन् अप्ठ्यारा होला नि त्यो कुरा बिस्तारै सहजीकरण हुँदै जाला होइन त्यो कुरामा अब गर्न सकिन्छ नेपालमा पनि भन्दा सर कोही 3टा बुकहरू छन् जो यु क्यान रेकमेन्ड मी बिकज मान्छेहरू आजकल भन्छन् होइन सर कोही पनि मैले धेरै अरूसँग पनि बिजनेसम्यानहरूसँग कुरा गरेको हो सर त उनीहरू के भन्छन् कि मोबाइलको भन्दा पनि जो फेक हुन्छन् डोन्ट सी लाइक फ्यान्टासी स्टोरी अर रिड समथिङ द्याट क्यान मेक युर लाइफ भ्यालुएबल मिन्स जो कुरा के लर्न गर्न सक्छ त कोही 3वटा बुक छन् यु क्यान एडभाइज मी खासै त्यस्तो बुक्स त मैले पढेन होइन सर मसँग एउटा मोहन जोशीको बामा भन्ने किताब थियो त्यसको मैले के सन्दर्भ पढाएको थिएँ यस सर त्यसमा अब त्यो बिजनेस माइन्डेड होइन भने त्यो एकदम पारिवारिक कुरा हो कि त्यसमा त्यो माया मोह परिवारको के कस्तो थियो भन्ने त्यो किताब एउटा मैले एकदम मलाई याद भएन एउटा कस्तो थियो त्यो मसँग 48 लज अफ पावर म त्यस्तो मैले खास बुक पढेर भएको छैन म त्यो अध्ययन चाहिँ गर्छु तर यो फलानु त्यो हुन्छ नि यो बुक किनेर पढ्नु त्यो चाहिँ म पढाएको छैन म अध्ययन चाहिँ जस्तै कहिले काहीँ अब नर्मल बुकहरू पढ्छु जस्तै ब्याङ्किङ रिलेटेड बुकहरू म पढ्छु होइन कोही पनि बुक छ जसले तपाईँलाई छ नि हल्का गरेको छ मिन्स यो बुकले के गर्न सक्छ कि भनेर कोही पनि एउटा थियो बसेर तर मलाई ठ्याक्कै याद भएन मिन्स को ब्याङ्किङको कि सर ब्याङ्किङ होइन त्यो कसको इन्डियन राइटरको बुक थियो मिन्स डिटेल बताइदिनु सर आई क्यान रिसर्च माइसेल्फ अल्सो हल्का डिटेलले त्यो अहिले ठ्याक्कै याद भएन तिमीलाई म बरु त्यो बुक्स मेरो घरमा चाहिँ छ यस सर त्यो मैले आदि पढाएको छु कि त्यसको नाम लङ अब धेरै अगाडि पढाइ याद छ नि त्यसमा स्टोरीहरू सर्ट एन्ड स्विट त्यो मोटिभेसन स्टोरीहरू छ क्या त्यो बुक मिन्स इट्स लाइक सर्टेन अफ मोटिभेसन स्टोरी त्यो बुक राम्रो छ त्यो म तिमीलाई बरु मेसेन्जर छ भने त्यो हालिदिन्छु यस सर वी क्यान बिकम फ्रेन्ड नाउ सर थ्याङ्क यू सर भेरी मच आई हेभ लर्न भेरी बिग एन्ड मोटिभेसन मिन्स भविष्य भ्यालुएबल थिङ्स द्याट कान्ट बी बोट बाई माइन्ड थ्याङ्क यू किनकि त्यसमा त भरेको हुन्छ नि त डाटाहरू भरेको हुन्छ नि होइन डाटाहरू भरेको हुन्छ तर त्यो ब्ल्याङ्क चेक भनौँ ब्ल्याङ्क चेक भनेको फुल्ली ब्ल्याङ्क नथिङ इज रिटन इन द्याट चेक त्यसलाई ब्ल्याङ्क चेक त्यो भनेको इन्सफिसियन्ट फन्ड भएको चेक हो चेक काट्यो तर खातामा ब्यालेन्स भएन त्यो इन्सफिसियन्ट फन्ड भएको चेक हुन्छ त्यो खास इस्यु गर्न पाइन्न इन्सफिसियन्ट फन्डको चेक इस्यु गर्न पाइन्न त्यो दियो भने बााउन्स हुन्छ त्यसलाई अब कानुन बमोजिम के कति कारबाही कस्तो हो त्यो कानुन कारबाही हुन्छ त्यो चेक इस्यु गर्न पाइन्न त्यही भएर कहिले पनि इस्यु गर्दाखेरि खातामा बसिरहनु भएको चेक इस्यु नै गर्नु अनि सानो व्यवसायलाई ठुलो बनाउन अनि ब्याङ्कको कस्तो भूमिका हुन्छ ब्याङ्कले त सानो व्यवसायलाई ठुलो बनाउनलाई ब्याङ्कले भनेको फन्ड इन्जेक्ट गरिदिने मात्रै हो ब्याङ्कको काम भनेको तिमीलाई फन्ड दिने काम हो तिमीले आफ्नो व्यवसायमा 10 लाख रुपियाँ लगानी लगायो त्यसैमा ब्याङ्कले 40 लाख लगाइदियो भने तिम्रो त 50 लाख भयो नि होइन 50 लाख भयो ब्याङ्कले तिमीलाई फन्ड दिने मात्रै हो तर गर्नु तिमीले आफूले गर्ने ब्याङ्क अन्ली प्रोभाइड्स फन्ड टु यु द स्ट्रगल यु हेभ टु डु इन युर बिजनेस त्यो बिजनेसलाई तिमीले कसरी सक्सेस बनाउँछौ भन्ने कुरा तिम्रो स्ट्रगल हो ब्याङ्कले चाहिँ डिफ्रेन्ट पार्टमा एडभाइस दिन्छ तिमीलाई एज अ ब्याङ्क एज अ ब्रान्च म्यानेजरले दिएला ब्याङ्कको अन्य स्टाफ क्रेडिट स्टाफहरूले दिएर त्यो फाइनेन्सियल एडभाइसहरू त ब्याङ्कले प्रोभाइड गर्छ नै तर अन्य कुराहरू त त्यो तिम्रो बिजनेस हो नि त तिम्रो बिजनेसलाई तिमी कसरी ग्रो गर्छौ इट्स डिपेन्ड अप टु यु त्यो ब्याङ्कले फेरि मोनिटर गरिरहेको हुन्छ तिमी कुनै गलतमा गइरहेछौ कुनै गलत बाटोमा गइरहेछौ अथवा फन्डको मिसयुज भइरहेछ भने ब्याङ्कले त्यो कुरालाई हेर्छ रोक्छ अनि भन्छ यो मिसयुज नगर्नुहोस् लोनलाई सही सदुपयोग गर्नुहोस् भनेर डिफ्रेन्ट टाइपको एडभाइसहरू दिइरहेको हुन्छ ब्याङ्कले कस्टमरहरूलाई आफ्नो है गाइड गरिरहेको हुन्छ ब्याङ्कले
नेपालका ब्याङ्कहरू युवाहरूका लागि व्यवसाय सुरु गर्न कतिको सहयोगी छन्? सहयोगी छन्, किन नहुनु। ब्याङ्किङ त युथहरूलाई ब्याङ्कले एकदम प्रमोट गर्छ क्या। एज अ ब्रान्च म्यानेजर म छु, कोही मान्छे यहाँ युथ आउँछ, म बिजनेस गर्छु सर, मेरो यो प्लान छ भन्छ भने, उसको कोलेक्ट्रल छ, बिजनेस प्लान छ, उसले गरिरहेछ, त्यो ब्याकग्राउन्ड छ भने हामी मजाले उसलाई त्यो फन्ड प्रोभाइड गर्छौँ कि। तर त्यो गर्ने इच्छा शक्ति उसमा हुनु पऱ्यो, त्यो प्रपोजल प्लान हुनु पऱ्यो। त्यो भएपछि इजी एसेस छ ब्याङ्कमा, त्यस्तो एकदम अप्ठ्यारो छैन। बिजनेसम्यानलाई झन् इजी एसेस छ अझ ब्याङ्कमा, युथ इन्टरप्रेन्युरलाई अझै इजी एसेस छ। मजाले तिमी जुनसुकै ब्याङ्कमा आफ्नो प्रपोजल प्लान लिएर जाऊ, मजाले तिमीलाई लोन दिन्छ। त्यसको लागि अब सर्टेन ब्याङ्किङ इन्टरनल गाइडलाइन्सहरू हुन्छ, नेपाल राष्ट्र ब्याङ्कको गाइडलाइन्सहरू हुन्छ, त्यो गाइडलाइन्समा रहेर मात्रै लोन दिन्छ। त्यो इन्टरनल कुराहरू हेरिन्छ। थ्याङ्क यू। ओके, अहिलेको सिनेरियोमा यो लोनको ग्रोथ गर्दैन। ब्याङ्कको मेन सोर्स अफ अर्निङ अनि हामीले अर्को यो एआईलाई पनि एडेप्ट गरेर स्ट्राटेजी मेनली त हामीले अफिसरले बनाउँछ, उनीहरूले दिएको स्ट्राटेजीमा हामीले वर्कआउट गर्ने। त्यो स्ट्राटेजीमा हामीले अब ब्रान्चको आफ्नो लेभलको स्ट्राटेजी, अटोमेट वाटर टार्गेट, अटोमेट टार्गेट भनेर चाहिँ हामीले आफ्नो स्ट्राटेजी अब जस्तै हामीले अब ब्रान्चको चाहिने अब अहिले लोन कहाँदेखि छ नै लोन ब्याङ्कबाट स्कुलमा भिजिट गरेर हुन्छ कि अब हर स्टुडेन्टको स्टिलमा त्यसको टाइपहरू गरेर हुन्छ कि त्यो प्राइभेट सेक्टरको कन्स्ट्रक्सन बिजनेसम्यानहरू छ, उनीहरूलाई पनि यसो टाइप गरेर चाहिँ फेजमा हाम्रो स्ट्राटेजी हुन्छ। सर, एउटा ब्रान्च सफल बनाउन तपाईँको अनुभवमा सबैभन्दा इम्पोर्टेन्ट कुरा के होला? टिम, कस्टमर सर्भिस, टिम, फाइनेन्सियल पर्फर्मेन्स? सक्सेस बनाउनलाई, एउटा ब्रान्च सक्सेस बनाउनलाई एउटा ब्रान्च म्यानेजरकै मात्र त्यो ब्रान्चमा भएका स्टाफको है त्यो स्टाफहरूले काम गर्दैन भने ब्रान्च म्यानेजरले त काम गर्न सक्दैन नि त, पर्फर्मेन्स दिन सक्दैन। त्यो भन्दाखेरि सबैको रोल हुन्छ, हामीले सबै कुरा हेर्नुपर्ने हुन्छ। फाइनेन्सियल पोजिसन पनि हामीले ब्रान्चको मेन्टेन गर्नुपर्ने हुन्छ। कस्टमर सेटिस्फ्याक्सनलाई पनि हामीले त्यो लेभलमा सर्भिस डेलिभरी कतिवटा क्वेसन कस्टमर सेटिस्फ्याक्सन भएन भने फाइनेन्सियल सिस्टम मोस्ट इम्पोर्टेन्ट कस्टमरले ब्याङ्कमा विश्वास बनाउनलाई अब सेटिस्फ्याक्सन दिलाउनु एउटा क्वेसन ब्रान्च म्यानेजरले अब केही डिस्प्युट भयो भने हामी तुरन्त ह्यान्डल गर्नु पऱ्यो, त्यो कुरालाई ट्याकल गर्नु पऱ्यो, तुरन्त उनीहरूलाई इन्स्टेन्ट रेस्पोन्स दिनु पऱ्यो। अनि त्यो भयो भने कस्टमर के हुन्छ, उनीहरूको जे पनि छ कुराहरू हामी कस्टमरले ब्रान्च म्यानेजर राख्छ र हामी त्यसको तुरन्त एडभाइस र फिडब्याक दियौँ भने कस्टमर सेटिस्फाइड पनि हुन्छ। उनीहरूलाई हाम्रो हेरेर कस्टमर त्यो कस्तो छ, तर अहिले इमर्जेन्सी छ भने मलाई अलिक प्रायोरिटी दिएर सर, डिजिटल ब्याङ्किङ र एआई बढ्दै गएको अवस्थामा फ्युचरको ब्याङ्किङ सेक्टरमा हुन हामी स्टुडेन्टले अहिलेबाट कुन स्किल सिक्नु पर्ला? स्किल्स त तिम्रो अब यस्तो हुन्छ, स्किल्स त तिमी ब्याङ्किङ गरिदिनु भने अहिलेको यो टेक्नोलोजिकल स्किल्सहरू लागेको छ, एआईबाट यो पनि एउटा भएन। तर त्योभन्दा पनि तिमी अब तिम्रो डिलिङ क्यापेसिटी कस्तो छ, तिम्रो नेगोसिएसन स्किल कस्तो छ, तिम्रो कम्युनिकेसन स्किल कस्तो छ, अनि दोस्रो कुरा तिमी आफू कति सेल्फ मोटिभेटेड हुन्छ त्यो कुराले कस्टमर डिल गर्दाखेरि पहिला त आफू मोटिभेटेड हुनु पऱ्यो। पहिला आफू अरूसँग डिल गर्दा, अरूसँग फाइट गर्दाखेरि पहिला आफू चाहिने स्टेबल हुनु पऱ्यो, आफू स्ट्रङ हुनु पऱ्यो नि त। आफूले आफूलाई त्यो इन्टरनल लेभलबाट स्ट्रङ चाहिँ सबको अगाडि आएर गर्न सक्ने, हाइट कुरा गर्न सक्ने पऱ्यो नि त। त्यो भएपछि तिमी अब तिम्रो स्किल्सहरू चाहियो, टेक्निकल स्किल्सहरू चाहियो, अनि फाइनेन्सियल स्किल्सहरू चाहियो, मार्केटिङ स्किल्सहरू चाहियो, स्किल्सहरू चाहिन्छ। एउटा मल्टिटास्किङ हुन्छ कि ब्याङ्क हुन्छ
त्यो मल्टिटास्किङ भयो भने त्यो सबै स्किल्स चाहिँ सर हजुरले आफ्नो करियरमा पाउनु एक्सपिरियन्स हामीलाई एउटा सेन्टेन्समा एडभाइस दिनुपर्दा हामी स्टुडेन्टले आज के सुरु गर्ने र कुन गल्ती नगर्ने यत्रो मोबाइल एडभाइस के तिमी काम गर्दा छौ भने ईमानदारीका साथ काम गर्नुपर्छ ईमानदारीका साथ काम गर्नुपर्ने जहाँ भनेर एउटा भेरी गुड एडभाइस भनेको ईमानदारीका ब्याङ्कमा त छ किनकि पैसासँग डिल गरेर हुन्छ पैसा त सबलाई चाहियो पैसासँग डिल गर्दाखेरि त्यहाँनिर ईमानदारीका इन्टिग्रिटी अनेस्टी अर्को कुरा तिमी आफ्नो सिनियरले भनेको त्यही भएर म तिमीहरूलाई कतिपय मान्छेहरू होइन ब्याङ्किङ अफेन्समा जेल गरिरहेको छु कतिपय ब्याङ्कहरूको पैसाको खाता हिँड्ने ब्याङ्किङमा यदि करियर बनाउने हो भने नम्बर 1 मा अनेस्ट हुनु पऱ्यो इमान्दार हुनु पऱ्यो अनि पैसासँग डिल गर्नु भएको हुनाले हामीले मनलाई आफूलाई सफा बनाएर इमान्दार कहीँ गलत नगर्ने जे छ सही कुरा गर्ने सही कुरा गर्ने सही दिशामा हिँड्ने त्यो नै मूल मन्त्र बेसिकहरू सिक्नु पऱ्यो हामी फर्स्ट जस्तै एउटा तिमीहरूको कोर्स हुन्छ अहिले त यो +2 मा हुन्छ इन्टरमा इन्टर्नसिप भन्ने हुन्छ खासमा इन्टर्नसिपको एक्चुअल एडभान्टेज भनेको तिमीहरू अन द जब गएर त्यो जबको जबमा के कस्ता डिफिकल्टिजहरू के कस्ता च्यालेन्जहरू देऊ भन्ने होइन तर चाहिने अब यो तिमीहरूको स्टुडेन्ट छँदै गर्दा धेरै कुरा जस्तै तिमी अनलाइन बिजनेस गर्न सक्छौ होइन अब तिमी इम्पोर्ट एक्सपोर्टको बिजनेस गर्न सक्छौ फर्स्ट त स्टुडेन्टले हरेक कुरा लर्निङको लागि चाहिँ क्यास हुनु पऱ्यो कि स्टुडेन्ट किनकि तिमी के लर्न गऱ्यो भने त्यसपछि तिमीलाई त्यो माइन्ड सेटअप गर्नु नि त कति बन्ने नि त तिमीलाई अब तिमी लर्न गर्दैनौ किताबहरू पढ्दैनौ भनौँ न बिजनेसम्यानहरू कुरा सुन्दैनौ भन्दा तिमीलाई आइडिया आउँदैन केही कुराको आइडिया चाहियो त्यसको लागि स्कुल पढ्दा पनि गर्न सक्छ तर तिमी एक्लै अब स्कुल पढ्दाबाट धेरै गरिँदा हुन्छ सानो बिजनेस जस्तै मजाले आफ्नो स्टोर खोल्या हुन्छ कोही अब ब्याकअप सपोर्ट त चाहिन्छ ब्याकअप सपोर्ट चाहिन्छ कलेजको बेला पसलमा भएको बेला मजाले टिकटक बनाएर त्यो डिजिटल प्लेटफर्म बनाएर मजाले सेल गर्नु फ्री अफ कस्ट तिम्रो फेसबुक आइडी फ्री अफ कस्ट टिकटक फ्री अफ कस्ट वाट्सएप फ्री अफ कस्ट छ त्यो कुरालाई तिमीले बुस्ट गरेर सर यदि तपाईँले आज नयाँ ब्याङ्क खोल्न चाहनुहुन्छ भने कुन कुराहरू चाहिँ बढी जस्तो ध्यान दिएर के नयाँ कुराहरू अब नेपालको सिनेरियोमा हेर्ने हो भने नेपालको सिनेरियोमा अब अहिले कस्तो छ भने कमर्सियल ब्याङ्क 20वटा छ एकचोटि कस्तो भयो कमर्सियल ब्याङ्कहरू नै 32वटा भनेपछि अहिले नेपालको परिप्रेक्ष्यमा नयाँ ब्याङ्क खोल्नु चाहिँ नै त्यति उपयुक्त छैन अलरेडी भएका बन्दी त्यसैले त्यही भएर मर्जिङ प्रोसेसमा गइरहेको छ त्यसैमा आफ्नो ब्याङ्कलाई ठुलो अथवा स्ट्यान्डर्ड बनाउनका लागि मानिससँग सिकाउनका लागि के कस्तो भूमिका त्यसमा त हाम्रो भूमिका त एज अ ब्रान्च म्यानेजर हामी लोकल लेभलमा खेल्छौँ अब हाम्रो डोमेस्टिक एरियामा हाम्रो हेड अफिस हुन्छ विभिन्न मार्केटिङ ब्रान्डिङहरूबाट गरिरहेको हुन्छ हामीले मेन भनेको कस्टमर सेटिस्फ्याक्सन इज आवर मेन मोटो कुनै पनि ब्याङ्कको उद्देश्य भनेको कस्टमरलाई सेटिस्फाइड गर्नुपर्छ सेटिस्फाइड कस्टमरले के गर्छ हामीसँग बिजनेस गर्छ बिजनेस गरेपछि के हुन्छ हाम्रो प्रफिट जेनेरेट हुन्छ प्रफिट म्याक्सिमाइज हुन्छ त्यसले गर्दा ओभरअल यो ब्याङ्किङ इन्डस्ट्रीमा पनि चाहिने हाम्रो सेयर होल्डरहरूलाई पनि फाइदा हुन्छ त्यसले गर्दा अनि इम्प्लोयरलाई पनि हाम्रो राम्रो प्रफिट भयो राम्रो बोनसहरू मिल्छ अनि कस्टमरलाई यदि हामीले राम्रो सर्भिस दियो भने तिमीलाई राम्रो सर्भिस दियो भने तिमी अरूलाई भन्छ एभरेज प्राइम इज गुड गएर खाता खोल्नुहोस् तपाईँहरू एभरेज प्राइममा लोनको बेस्ट रेट कम छ इन्ट्रेस्ट रेट कम छ ब्याङ्कले त इन्ट्रेस्ट रेट डिफ्रेन्ट अफर गरिरहेको हुन्छ अरू ब्याङ्कभन्दा हाम्रो चाहिँ इन्ट्रेस्ट रेट कम भएको भने हामी कम इन्ट्रेस्ट रेटमा लोन दिन सक्छौँ र त्यो कुरा तिमी आफ्नो फलानालाई फ्रेन्ड्सहरूलाई हुन्छ अनि वर्ड अफ माउथ एडभर्टिजमेन्ट हुन्छ त्यसले गर्दा ब्याङ्कको रेपुटेसन अटोमेटिकली सर आजको यो ठुलो ब्याङ्क तथा नयाँ जो ब्याङ्क खोलिरहेको हुन्छ कसो पनि मेन कारण चाहिँ के भयो
करेन्टली त अहिले त्यस्तो ब्याङ्कहरू खुलेको छैन करेन्टली। यदि खोज्छ भने असफल हुने है नयाँ ब्याङ्कमा अब कस्तो छ भने भएका ब्याङ्क नै बढी छन् बुझ्यौ नि। भएका ब्याङ्कका शाखाहरू अहिले 753 स्थानीय तहमा पुगिसकेका छन्, जसमा लास्टमा पुगेको हाम्रो एभरेस्ट ब्याङ्कको शाखा बजानको साइपालमा हो। लास्ट इयर महाप्रसाद अधिकारीले त्यसको उद्घाटन गर्नुभयो, त्यो अन्तिम शाखा हो। भनेपछि सबै स्थानीय तहमा ब्याङ्कहरू पुगिसक्यो कि अब कुनै पनि स्थानीय त्यस्तो छैन कि जहाँ ब्याङ्क पुगेको छैन। मान्छेलाई हरेक ठाउँबाट फाइनेन्सियल एसेसहरू मिलिसकेको छ भने चाहिँ नयाँ मान्छे नयाँ बिजनेस मार्केटमा आउँदाखेरि त त्यत्तिकै च्यालेन्जिङ पनि हुन्छ। कस्टमरले ट्रस्ट गर्ने कि नगर्ने त्यो ब्याङ्कलाई। अब यता पुरानो ब्याङ्कहरू 30-40 वर्षको ब्याङ्कहरू नयाँ आउने ब्याङ्कलाई ट्रस्ट गर्छ गर्दैन उनीहरूले। अब यही ब्याङ्किङ सिनेरियोमा त च्यालेन्जिङ भइरहेछ भने नयाँलाई त झन् अभियसली च्यालेन्जिङ हुन्छ। लास्ट ब्याङ्कले ब्याङ्कहरूको घटाउनुतिर लगाएको छ भने नयाँ भविष्य नै दिँदैन। अहिले नयाँ परिवर्तन छैन नेपालको सिनेरियो। सर हामीले यदि बिजनेस गर्नुको लागि हामीसँग मोडल छ सबै कुराहरू छ भने चाहिँ हामीले इन्भेस्टरलाई कसरी खोज्ने, कसरी बनाउने, त्यो टिमले कसरी म्यानेज गर्ने, आफूलाई चाहिएको मानिसहरूलाई कसरी खोज्ने। जस्तै तिमीले एउटा सार्क ट्याङ्कको बारेमा सुनेछौ त्यो नेपालमा पनि हुन्छ। नेपालमा पनि हुन्छ। इफ यु हेभ प्रोपर बिजनेस प्लान एन्ड आइडिया, सार्क ट्याङ्कमा नेपालको अब ठुल्ठुलो बिजनेसम्यानहरू टिम हुन्छ। तिम्रो आइडिया मन पऱ्यो भने तिनीहरू तिमीलाई इन्भेस्ट गर्छ। अनि यो कन्सेप्ट पहिला यस्तै इन्डियामा भयो, अमेरिकामा भयो, पहिला नै थियो धेरै अगाडि। यो साइड यो सार्क ट्याङ्कको फर्स्ट र सेकेन्ड थर्ड यस्तो सेसनहरू नेपालमा पनि थियो। काठमाडौँमा हुन्छ। अब लोकलीमा कोचिङ गर्दाखेरि अब तिमीलाई त्यसको लागि लोकल बिजनेसम्यानहरू छ, बिजनेसम्यान उनीहरूसँग सोध्नु कसको इन्डस्ट्री एक्टिभिटी छ, यसको राम्रो बिजनेस छ, उनीहरूसँग आइडिया गरेर कस्तो गर्नु, उनीलाई प्रपोजल मन पऱ्यो, टेकेन इन्भेस्ट आइडिया मन पऱ्यो। र अहिलेको करेन्ट प्लेटफर्म जल्दो गरेको सार्क ट्याङ्क नै नेपालमा। सर यदि कसै युवाले आफ्नो बिजनेस स्टार्ट गर्न चाहन्छ उसलाई के सुझाव सुल्लाह भनेपछि एज यस्तो बिजनेसमा कस्तो छ अहिले भने चाहिँ कटथ्रोट कम्पिटिसन। अहिले सोसियल मिडियाले बिजनेस कस्तो गरिरहेको छ भने तिम्रो एउटा पोस्ट अमेरिकामा देखिन्छ, अमेरिकाको एउटा पोस्ट यहाँ देखिन्छ, यहाँको सामान वहाँ देख्छ, उहाँको सामान यहाँ बिग्रिरहेको छ। फर इक्जाम्पल एमाजोनले त्यसरी सामान बेचिरहेको छ, अलिबाबाले त्यसरी सामान बेच्छ, नेपालको सुन्दरबनमा दराजले त्यसरी सामान भनेपछि इम्पोसिबल भन्ने कुरा केही पनि भएन। तर आफ्नो डेडिकेसन कमिटमेन्ट त्यो कुरामा म बिजनेस गर्छु, यो बिजनेस सक्सेस बनाउँछु भनेर माइन्डसेट हुन्छ। त्यो माइन्डसेट बनाएर हिँड्यो भने सक्सेस हुन्छ। अब त्यो बिजनेस गर्दाखेरि त च्यालेन्जहरू आउँछ नि, दिनमा बस्नुलाई एक दिन एक कस्टमर नहोला, एक रुपियाँ पनि व्यापार नहोला, फ्रस्ट्रेसन हुनु गर्ने काम गरिराख्नु पऱ्यो। अब एक हप्ता तिम्रो व्यापार भएन भने केही पनि फ्रस्ट्रेट भएर हिँडेपछि त्यसलाई कसरी नयाँ आइडिया, कसरी नयाँ टेक्नोलोजी, कस्टमरले के मागिरहेछ, कसरी बेच्ने भन्ने गर्दा बिजनेसमा त कस्तो हुन्छ भने स्मल बिजनेसमा तिमीले बस हो, तिमीले सर्भाइभ सबै तिमी नै सानो बिजनेसमा होइन। त्यो हो भने तिनीहरूको डेडिकेसन कमिटमेन्टहरू निरन्तरता लागेर अवश्य सक्सेस हुन्छ। टाइम जो पनि ठुल्ठुला बिजनेसम्यान छन् एज अन डेटमा नेपालको हेर्दा तिमी अरूको पनि हेर, त्यो बिजनेसम्यानहरू सानैबाट ग्रो भएर जान्छ।